हेलो साथीहरू, आज चाहिँ म दमक अस्पताल उपचार गर्नको लागि गएको थिएँ र यहाँनिर चाहिँ गेटबाट छिरेँ म। अब यो गेटबाट छिरिसकेपछि एउटा काउन्टर आउँछ, टोकन दिने काउन्टर। यो टोकन दिने काउन्टरमा गएर टोकन लिए। त्यो टोकन चाहिँ पहिल्यै निकालेर राखिराखेको हुन्छ हैन। त्यो टोकन लिइसकेपछि पर गएर पूर्जा काट्ने काउन्टर छ। त्यो पूर्जा काट्ने काउन्टरमा गएर पूर्जा काटिन्छ हैन। अब पूर्जा काटिसके पछाडि त्यस पछाडि एउटा काउन्टर छ, त्यहाँबाट फेरि डाक्टरलाई भेट्ने टोकन लिन्छ हैन। यो टोकन लिँदैछु म यहाँ। अब यस पछाडि एकछिन कुरेर बस्नुपर्छ डाक्टर आउने टाइम हैन। यो डाक्टर आउने टाइम कुरेर बसिसकेपछि त्यस पछाडि डाक्टरले रिफर गर्छन्। अब यहाँ नम्बर लाग्दैछ हैन। अब डाक्टरले यहाँबाट चाहिँ अरू टेस्ट गर्न पठाइसकेपछि हामी यसरी ब्लड टेस्ट कक्षमा पुग्यो हैन। ब्लड टेस्ट गरिसके पछाडि त्यस पछाडि भिडियो एक्सरेको लाइनमा गयो। भिडियो एक्सरेको पनि भिडियो एक्सरे पनि गरिसकेपछि यसरी बिल त्यो रिपोर्ट लिनको लागि चाहिँ यसरी लाइन बस्नुपर्छ। सरकारी अस्पताल एकछिन लाइन त बस्नै पर्यो हैन। एकछिन दुःख गर्नुपर्छ। त्यस पछाडि डाक्टरलाई देखाएर घर